अतिथिज्यूहरू यसै म श्री मदन आश्रित आदर्श माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययनरत छात्र सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो एकमात्र प्रश्न रहेको छ। मलाई त गणित विषयको फर्मुलाले कहिलेकाहीँ त टेन्सन नै दिन्छ। सम्माननीय प्रधानमन्त्रीज्यू, के यहाँलाई म एउटा फर्मुला सोध्न सक्छु? A plus B को होल स्क्वायर को फर्मुला के हजुरलाई थाहा होला? थाहा छ भने बताइदिनुहोस् न। धेरै पुरानो कुरा गर्नुभयो। A स्क्वायर 2AB प्लस B स्क्वायर हो? A स्क्वायर प्लस 2AB प्लस B स्क्वायर हो? पुरानो कुरा हो, धेरै पुरानो, सम्झिन गाह्रो। मेरो एउटा सल्लाह के छ भने सबै सूत्रहरू, सबै फर्मुलाहरू यी सबै चाहिँ मान्छेले बनाएका हुन्। व्याकरणको होस् अथवा गणितको होस् अथवा अरू चिजका विज्ञानका हुन्, यी सबै चाहिँ मान्छेले बनाएका र प्रमाणबाट संक्षिप्तीकरण गरेपछि त्यो फर्मुला बन्छ। प्रमाणित भएर संक्षिप्तीकरण फर्मुला हो। त्यसकारण त्यो संक्षिप्तीकरण कसरी भयो भनेर बुझ्न पर्दछ, त्यो बुझ्ने कोसिस गर्नुपर्छ। त्यसो भइसकेपछि सबै फर्मुलाहरू, सबै सूत्रहरू सहज हुन सक्छन्।